कुरा चाहिँ यस्तो छ, म जुन भन्न गइरहेको छु यो समाजमा मेल खान जान सक्छ। यो कुराले चाहिँ मेरो जिन्दगीमा भएको कुरा हो। यो चाहिँ एक दिन उसको र मेरो झम्का भेट भयो। भेट होइन, देखादेख भयो। पहिलो नजरमै मलाई ऊ अति मन पर्यो र उसलाई पनि म मन परेको रहेछ, तर उसले भनेन। त्यसपछि हामी बोल्न थाल्यौँ। बोलेपछि हामी कुरा गर्न थाल्यौँ। त्यसपछि हामी च्याटिङ गर्न थाल्यौँ। मैले उसलाई भने कि मलाई तिमी अति क्युट लाग्छ। उसले भन्यो मलाई नि तिमी क्युट लाग्थ्यौ, तर मैले भन्दिनँ। मलाई अप्ठ्यारो लाग्यो केटी भएर मैले भन्ने नि मलाई तिम्रो मन पर्यो भनेर। त्यसपछि हाम्रो कुरा हुँदै गयो। देन आई सेड तिमी पनि अरू केटा जस्तै त होला नि, माया गर्छु भन्ने पछि धोका दिने। Then he said, no, I'm not like that boy. I'm different. म त्यस्तो खालको केटा हुन्न। सबै एक दुईजना त्यस्तो भयो भन्नेमा सबै त्यस्तो हुँदैन र I'm not like that boy. Oh really? Yes, म त्यस्तो खालको होइन। म पनि एउटा छोरा मान्छे हो। सबै छोरा मान्छेको मन एउटै हुँदैन। मेरो घरमा पनि दिदीबहिनी छ। दिदीबहिनी छ। म मेरो दिदीबहिनी भएको मान्छे हो। मेरो नजरमा मेरो सोचमा त्यस्तो हुँदैन। म यदि रिलेसन बस्यो भने बिहे गर्ने सोचले बस्छु। रियली। त्यसपछि ओके त्यसो भए रिलेसनमा बस्नु म त आइहाल्छु। हुन्छ, मैले पनि बिलिभ गरेँ। दिदीबहिनी भएको मान्छे त्यस्तो नहोला नि त, होइन अरू जस्तो। म गलत थिएँ। अहिले आएर पछुताउँदैछ। राम्रो कुरा सुन्नु त परै जाओस्। यसको मुखबाट नि फलाना त यस्तो, उसको मुखबाट नि फलाना उस्तो, यो त यसको उसो यो। माई गॉड, आई वाज सॉक्ड। हिजो अस्तिसम्म कति राम्रो लाग्थ्यो मलाई त्यो मान्छे, तर हर कोहीको मुखबाट यो त फलानाको थियो, यो त फलानाको थियो। अहिले योसँग वाट? यहीहरू सुन्दा अनि म पागल भएँ। एकचोटि फ्ल्यासब्याकमा गएँ अनि म त अरू जस्तो होइन। मेरो घरमा दिदी बहिनी भएको मान्छे हो म। रिलेसन बस्छु त बिहे गर्ने सोचले बस्छु। अनि त्यो चाहिँ को नि?